बाजा बजाउने टोलीलाई खादा टिका लाउने कार्यक्रम चल्दैछ है ल। ल पञ्चल हिँड्ने है ल गाई चरु। ल पञ्चल गएर ल गाई चरु पञ्चल हिँडेको घरबाट कस्तो होइन जो भानी अगाडि गरी यस्तो नाच्नु त गर्नुहोस् कस्तो आफै अगाडि यसो घुम्दै जानुपर्छ कस्तो सुरेन छ सुरेन अहिले गोली गर्दै जान्छ मारुवा। ल पञ्चल हिँड्यो ल अगाडि नाच्दै ल रमाइलो हुँदैछ है रमाइलो ल ल ल ल आज पूर्णिमाको दिन हिँडियो है ल निङ्ला हेर ठुलो भएर समस्या भइरहेछ। पुरा रमाइलो हुँदैछ हिँडेछ मान्छे जन्मै बाजासित। हामी चाहिँ यहाँ माथि मन्दिरनिर आइसक्नुलाई पञ्चल यो बाटो यतातिर त तल त आउँदैछन्। हामी चाहिँ बाइकमा आएको ए उहाँ र म घर आएको। कस्तो लागिरहेको आज पूजा भनिदिनुहोस् त ल। हुन्छ हो त्यो रमाइलो हुँदैछ बाइकमा यहाँ पकालाएर बाइकमा जाने हो। भयो गाइस आज चाहिँ बल्लमा आउनुलाई है हाम्रो टोलीहरू है ल ल नाच्दै बोकासित सबै बाजासित आउँदैछन् है ल। हामी चाहिँ अहिले जाने यो बाटो माथि उतातिर त आएको है। हामी चाहिँ अहिले चाहिँ मन्दिर माथि आएको छौँ। उहाँ तल मन्दिर छ उता यहाँ मन्दिर छ। हामी चाहिँ आइसक्यौँ पञ्चल आउँदैछ बाजासित बाइकमा आएको हामी। पञ्चल उता जङ्गलतिर आउँदैछ कि जस्तो छ। आइसक्यौँ मौसम पनि राम्रो भइरहेछ घाम लागिरहेछ उतातिर बादल छ चिसो चिसो छ गाउँको मौसम। ल हाम्रो टोली बाजाको टोली पञ्चलसित यता आइसक्यो है ल। बोका यत्रो छ बाजाको टोली आउँदैछ। हजुर उसलाई के थाहा आज मर्छु भन्ने उसलाई रमाइलो होला बाजासित। ल पञ्चलको टोली ल बाजाको टोली आइसक्यो। हामी नि तल गएर मिसिने हो। अब त्यहाँ तल गेट छ त्यहाँनिर गएर मिसिने हो हामी। अब हामी त बाइकमा आइयो। हामी अहिले फेरि जाँदाखेरि बोका लहर जाने होइन। हामी अहिले बोका लहर जाने हो त्यही भएर बाइकमा आएको नभए हामी नि हिँड्दै आउँथ्यौँ। अहिले उहाँ गएर बेलुका पख अब छिटै अँधेरो हुन्छ अहिले जाडोमा त्यही भएर हामी छिटो बोका लहर छिटो गर्ने भनेर छिटो आइयो। त हेलो भन हाई भन। ल
ल यता बाजाको टोली पञ्चल ल सबैले हाई हाई हेलो ल रमाइलो हुँदैछ अहिले झन् रमाइलो भइहाल्छ ल हाई हो ल कस्तो खालको पेरम कहाँ पनि जान्छ मेरो आएको पनि जान्छ ल नाच सुरु हुन्छ ल ल नाच्दै गरे हुन्छ मन्दिरको गेट यो भयो तल मन्दिर छ मन्दिर त्यहाँ तल हामी ल हेलो भन्न हाई भन स्मृति लिएर आइछ बोका काट्ने ठाउँ चाहिँ यहाँ हो कि जस्तो छ है गाइस एउटा बोका अझै त्यहाँ रहेछ सातो नै सत्यवती आएको है ल ल ल हामीलाई चोखो बनाइदिनुहोस् है ल अझै धेरै मन्दिर चाहिँ यही हो मन्दिरमा घुम्ने कार्यक्रम हुँदैछ ट्याक्क लाएर बोका अघि गइसक्यो
ल हाम्रो यहाँ पुजारीहरू बसिरहनु भएको छ ल हाम्रो यहाँ मन्दिरभित्र यस्तो छ है ल मन्दिरभित्र हो आज यो त बोका परेको रहेछ पूर्णियाको दिन ल है अब मन्दिर तलतिर यहाँ उस छ के भन्छ अरे यसलाई कुण्ड भन्छ के भन्छ अरे कुवा कुण्ड यहाँ छ यहाँ पूजा माग्ने पूजा गर्ने वर माग्ने चिच्चा चिच्चा यहीँ है ल सबैले चिच्चाएर वर माग्ने ल नत्र हुन्न गर्दैछ पूजा गर्दैछ यहाँ कुवा यहाँ कहिले सुक्दैन ल यो कुवा ल राम्ररी वर माग्ने चिच्चाएर ल है ल म त यहाँभित्र पुजारी बनेर यहाँभित्र कुवामा पानी दिइरहेको छु ल ल यहाँ भिडभाड छ उहाँ तल गएर वर माग्ने पूजा गर्ने गरेर आइसकेपछि ट्याक्क यहाँ आएर पूजा गर्ने त्यस्तो हुन्छ उहाँ बाजा हाम्रो पञ्चसित आएको बाजा हो उहाँ माथि अहिले बोका काट्ने हो यो ट्याक्क आजको माहौल घाम लागिरहेछ नि त अहिले बाजा तालमा नाचेको यहाँ सबै हाल्छ है ल यहाँ हाम्रो बजाउने बोका यहाँ छ यत्रो अब हामी हिँड्ने बेला भइसक्यो बोका सोका काटिसक्यौँ मन्दिरबाट बोका यहाँ प्याक हुँदैछ ए प्याक भइसकेको छ बाइक यहाँ बोका लड्दा यहाँ हामीले ट्याक्क लाएर अब त्यही हो अहिले तल गएर देखाउँछ के हुन्छ ल हामी यहाँ बोका काटेर पूजा गरेर लिएर आयो है बाइकमा राख्यो हामी अब बोका सातेर यता त अब जाने ल गाइस अब हामी घर आएर यी बोका सोका ल्याइयो यहाँ भाँडा मजाइ हुँदैछ र यहाँ अचार रेडी भइसक्यो यी ट्याक्क यता टमाटर मासुको लागि यहाँ पूजा गरेर लग है ल ल यहाँ रुन्चे सर कर्ने सर हाई गर ल नमस्ते गर नमस्ते गर यता गोठ छ है ल अब उखुट पनि छ यहाँ यता कटिङ कार्यक्रम चल्छ है ल अब यहाँ बोका कटिङ गरेर यहाँ आइछ यता रोटी पाकिसक्यो यता यहाँ अब बोकाको लागि पानी तात्दैछ है ल त्यस्तै छ ल घामसाम लान आज वहीँ लाथ्यो मजाको बहर ल यहाँ बोका खोल्सानी काम हुँदैछ गाइस ल यस्तै ल बोका ठुलै छ है ल अब यहाँ पूजा गरेर टोलीहरू आइसक्नु भयो खै हामीलाई टिका लाग्यो ल ए राम्रो आयो ल बाजा नै आइसक्यो ल यता आउँदैछन् ल बाजा आइसकेको अवस्था है ल अब यहाँ रमाइलो हुन्छ है बाजाले अहिले
बाजा बेला यहाँ रमाइलो हुन्छ बाजा आइसकेको छ ल है त यहाँ नास्ता खाँदै हुनुहुन्छ यता यो यस्तो टेबलमा अब सोपहरू अब टुथपिक यो के टिस्यु पेपर हुँदैछ उता बाजा टोलीले नास्ता खाँदै हुनुहुन्छ अहिले खासी बजाउने यता कुकिङ यता भात हुँदैछ यता अहिले मासु हुन्छ यता अब नास्ता ल केही छ भन्ने कुरा के हो यो बुटमा यस्तो कालो चिया स्वास्थ्यको लागि राम्रो होइन है त्यस्तै हुँदैछ अहिले हुँदैछ यी यस्तो चिया खाछौँ हाम्रो फेरि यस्तो गाउँले चिया बाजा सुरु हुँदैछ यहाँ ल है अब जुसभरि खाने बाजामा रमाइलो गर्ने हुन्छ है ल गाइस साथीहरू बाजा सुरु भयो अब जुसभरि बाजा बजाउने खाने नाच्ने हुन्छ ल यहाँ साथीहरू हाम्रो यहाँ अब सबै लगभग पाकिसक्नु ला यहाँ भात भइसक्यो गाइस अब यता यहाँ रस बन्दैछ यता भुटन बन्दैछ यी यता अब बाँड्ने यताउता नास्ता यता फेरि बाजा ताल सबै खतरा हुँदैछ यी अब नाच्दैछन् पछाडि ल गाइस अब खानपिन हुँदैछ यहाँ खानपिन हुँदैछ अब यता नाच्ने मान्छेहरू उहाँ पारी नाच्दै हुनुहुन्छ होइन अब यता खाने मान्छेले यता खाने दर्शकहरू त्यहाँ भान्सेहरू यहाँ यहाँ भात अब दोस्रो लट पाक्दैछ भात सकिसक्यो दोस्रो लट भात पाक्दैछ यता यता रमाइलो छ ल यस नाच हुँदैछ उता ल गाइस हामीले भगसँग पकाएर नि त बल्ल अब खाने सबैलाई उम्काएर खाने सुसार गर्दैछौँ पाक्न त अझै त्यहाँ छ उहाँ भात पाक्दैछ यता छ हाम्रो चाहिँ बल्ल खाने पालो उता नाच्दै नै हुनुहुन्छ सबै हामी चाहिँ अब बल्ल खाने अब खाना चाहिँ आएको छैन आउला भन्ने आशमा छौँ हामी हामीलाई चाहिँ यहाँ आइसक्यो यत्रो भ्याइसक्नु चाहिँ यता टल्ला किन हौ सकिसक्नु त ल अब यहाँ चेलीबेटीको खानपिन हुँदैछ यताखेरि बुहारी पार्टी ल गाइस कटा कटा गाछ अर्को ल्याएर कलले केटा नि हुनुहुन्छ खाने छोरी पार्टी यताहरू नाचगान
छ उता बाजा चल्दैछ मजा हुँदैछ है आजको पूजा ल मैले बाजा ताल देखाउनु लाग्छु है ल यताखेरि बाजाको रमाइलो छ है साथीहरू यता बाजा छ है साथीहरू रात परिसक्यो सबैले खानापिना सबै गरिसक्यौँ यता नाचगान हुँदैछ रातसम्म पनि आज कति बज्यो लगभग 7-8 बज्न लाग्यो अब यति बेलासम्म नाचगान चल्दैछ गाउँतिरको पूजा बिहा यस्तो अब बाजा भर्सी छोडिदिन्न नाच्ने मान्छेहरूले यता नाच्ने लाइनमा छन् यता भर्खर पालो मिलेर नाच्दैछन् ल साथीहरू आजको लागि अब भ्लग यति नै हुन्छ होला है चिसो भइसक्यो राति भइसक्यो अब यता नि अब बाजा उठ्ने बेला हुन लागेको छ यता अब रहल पहल बजाउने टोली सब मिलेर अब खाने प्रक्रिया हुँदैछ अब खाना खाने बजानी नभए डुब्ने ल है त हामी चाहिँ यहाँ छोड्न आएको गाडी अब यो गाडीमा जाँदै हुनुहुन्छ बाजा टोली जति यसमा है जाने चाहिँ गाडी निस्किँदैछ ल है त सबैजना अब हिँड्ने तयारीमा तयारी भन्दा नि ल जानुभयो अब सबै ट्याक्क प्याक भएर गाडीमा अब बारकोट
माथि पनि हुनुहुन्छ अब गाउँघरको अब गाडी सानो छ त्यही भएर बाधा धेरै भएर माथि पनि बस्नु भयो माथि बस्नु त नहुने हो त्यही नै ल जानुभयो सबै ल ल ल भलक यति नै भयो फेरि केही भयो भने केही यस्तै फङ्सन भयो भने हालौँ ल के छ भन्नुहोस् त दर्शना दिदी कस्तो भयो आजको दिन कति नाच्नु भयो धेरै झाडु छ अन्त ल आजको लागि यति फेरि हामीलाई यस्तै रमाइलो भलक लिएर ल बाई गरिदिनु ल बाई